हेलो गाइज नमस्ते। आज म यो बाटोबाट निबाट किनेर ल्याएको मकै हो। यसलाई म पकाउन गइरहेको छु। कसरी पकाउने त्यो अब यसमा खाने आएको छु मैले। यसमा खाने आए बटुकामा अलिकति अनि त्यसपछि म के गर्छु कराही यहाँ हालेँ अनि कराहीमा अलिकति तेल हाल्छु। धेरै पनि हाल्नु हुँदैन, अलि थोरै हाल्नु हैन। अनि यो तेललाई चारैतिर यसरी गरिदिनु अनि 1 मिनेट रोक्नु जति हैन। त्यसपछि अलिकति यति नुन हाल्नु हैन। यति नुन हालिसकेपछि अनि यसरी तेलमा राखिदिनु अनि यो मकै छ यो मकैलाई यसरी राखिदिनु यसले छोपिदिनु। अब हेर्दै जानु। अब बम ब्लास्ट हुन्छ। केही गर्नु छोडिदिनु यतिकै छोपेर। उडाइदिन्छ कि यसलाई उचाल्छु। अब ग्यास बन्द गर्छु। अब यसलाई के गर्छु भनेपछि यो कपडाले समाएर यसरी निकाल्छु। वाउ हेर्नु ल गाइस कति भयो है। अब म यसलाई खनाउँछु। एउटा प्लेट छ यहाँ। अब यो प्लेटमा खनाउँछु। या हात पोल्यो भाइ। अलिक लुगा मेरो समात्ने भयो कि हात पोलिहाल्दो रहेछ। अलिकति राम्रोसँग समाउँछु क्या ल। समाएँ। अब हेर्नु कति भयो। अब यहाँ ल्याउँछु। अब के गर्छु खान्छु है। अब कति टेस्टी है। तपाईँहरू पनि यसो गरी पकाउनु। 2-3 मिनट मात्र टाइम लाग्छ। हेर्नु 3 मिनट भयो हाम्रो रेडी भइसक्यो है। ल भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरेर जानु र छोटो मिठो एउटा कमेन्ट पनि गरिदिनु ल। धन्यवाद।